यस्तो गर्मी पनि मच्छरले खाएर जान्छ। छोप्पा छोप्पा त दामी देखेको त, ब्युटिफुल देखेको यार। सो फ्यापुला वेलकम ब्याक टु माई च्यानल। अहिले चाहिँ तपाईँहरू हेर्दै हुन्छ एसएलसी ब्लग 3 न्यू डे न्यू ब्लगमा तपाईँहरूलाई स्वागत छ। र आज चाहिँ म भनौँ न हिजो अस्ति 1-2 दिन भयो पाहाड आएको र पाहाडको भिडियोहरू बनाएको थिइनँ मैले, र आज भिडियो बनाउँदैछु। र आजको भिडियो चाहिँ कस्तो हुनेछ भनेर चाहिँ तपाईँहरूले अलिकति थम्बनेलमा पनि हेरेर थाहा पाइसक्नु होला। र आजको भिडियो चाहिँ स्पेसल हुनेछ र भिडियोलाई चाहिँ अन्तिमसम्म हेरेर साथ दिनु होला। र जतिजनाले भिडियोलाई लाइक गरिदिनु भएको छैन लाइक गरिदिनु होला, च्यानललाई सब्सक्राइब गरिदिनु होला, त्यहाँ रहेको घन्टी पनि बजाइदिनु होला भन्दै सर तपाईँहरूलाई म देखाउने छु। र आज फेरि पनि म चाहिँ सुब्बा साइलाको घरमा जाँदैछु। सर र होइन एकदम रमाइलो घर छ, यस्तो खाले फुल छ है, घर एकदम फुलै फुल। र म सर जाँदैछु। यहाँ चाहिँ के गर्दै हुनुहुन्छ पनि सट्टासँगले सरसँगले म जाँदैछु। सानो चाहिँ यता पुरा टाँसिराख्नु लासो फ्यापुला। र सानीमा पनि यता किचनमा के गर्दै हुन्छ, सब्जी बनाउँदै गरेको। के छ सानीमा खबर? धेरै महिना दिन पछाडि भेटियो। सब्जी पकाउनु आँटेको। हेर्नुहोस् माने ब्युटिफुल हुनुभएको रहेछ चट्ट। सानीमालाई यहाँ के को झोला टमाटर सिद्राको अचार तरकारी। ल र यता चाहिँ हाम्रो सनौले चाहिँ टक्कसँगले हलो बनाउनु भएको कि तपाईँले हलो तास्नु भएको कि हलो काट्नु भएको कि हलो चाहिँ बनाउँदै गर्नुभएको? नि हजुर ट्र्याक्टर ल्याउनु नि भिड परा छ। अनि हाम्रो त उहिलेदेखि हलो बनाउने, गोरु नारेर जोत्ने, सुर्का सुर्कीमा हलो बनाएको। हेरौँ न ल दसैँ कस्तो छ, हनै कस्तो छ। यो त एक नम्बर हो नि त। त्यो तराई मरङ जस्तो त्यो ठुलो टायरमा ट्र्याक्टर लाउँछन् होइन, हामी त गोरु पाल्ने हो, जोत्ने हो। अरे बाफ रे। ल सानीमालाई चाहिँ यहाँ ल के दियो आज लक्ष्मीले? सानीमाको मुख हेर्न दिन अरे आज लक्ष्मीले के दियो क्या नि? मुख हेर्ने दिन चाहिँ अब खै कहिले हो होइन, कति हो त्यो चाहिँ थाहा छैन। कति 14 गते अरे, 14 गते अरे। तर आज 8 गते लक्ष्मीलाई चाहिँ अब भेलेसी भ्याइँदैन भनेर आजै खै के दिएको नि थाहै भएन। अमिलो रहेछ पुरै गलक्क गलेको त्यस्तो मिठो हुन्छ कि जान्दैनौ। कोला भनेको तर त्यो मनपर्छ मलाई साह्रै, तर अमिलो भएको छ। हुँदैन त्यसमा दबाई औषधि यस्तो खानुपर्छ तन्दामा। खाने कसरी खाने? यस्तो किरा परेको त छैन नि हो? के किरा पर्छ हौ? त्यहाँ मैले चिउरासँग खान्छ, कहिले कहिले खान्छ। म त नखाने हो त बहिनी हो त्यस्तो चिउरा छ भने कहाँ हुन्छ? मिठो त मिठो हो कि, तर अलिकति लक्ष्मीले चाहिँ जो लक्ष्मीले चाहिँ नखाने अरे क्या, आधी मलाई खाएँ। दामी देखेको त, ब्युटिफुल देखेको यार। अनि मान्छे नै ब्युटिफुल भएपछि चाली मिठो छ नि त। वा सनौले यो के, यो कुखुरा लाउने हो? यो त ठुलो अनि अग्लो भयो त नि यो त। सनौले यहाँ के बनाउनु हुन्छ हौ, यहाँ हलो पनि बनाउँदै हुन्छ है कट्टसँगले। सन अनि धेरै दिन पछाडि हो भेट्यो त नि।
जान्छौँ मिठो मिठो खाना तल अनि तर तल त मलाई त हुँदैन ठिक लागेन गर्मी नि त्यस्तो गर्मी पनि मच्छरले खाएर जाँडो सिकाउने मान्छे त्यो झुल त लगाएको छ नि एकपट्टि यसो टाँसेर त यत्रो थाहा पाइँदैन मेरो अझै निको बसेर नि यो दाको हो अनि ट्यापै छ हरिहाल्छ यहाँ मच्छर लागेको छैन झुल छैन झोल चाहिँदैन पानी पनि चिसो त्यो यसै फ्रिजमा त्यो हरेक केमिकल लगाएर खाँदैन यहीँ ताजा खानेमै बस्ने धेरै पछाडि चाहिँ धेरै पछाडि यहाँ साउन भेटेँ हेर अब चट्टा साउनको भिडियो पनि आउनेछ टक्कसँगले अब ड्याङ 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 हेर्दै गर्नु होला भिडियोलाई के कस्तो लाग्यो भिडियोलाई लाइक गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला त्यहाँ आएको घन्टी पनि बजाइदिनु होला भिडियो त हेर्दैछ नि एउटा दुम्सी मार्ने त्यो पासो त झन् मजाले हेरिरहेछन् होइन अरू पनि निकै नै हेरिरहेछन् ढुकुर मार्दा चाहिँ थाहा पाएको छैन होला ढुकुर मार्ने पनि हेर्दैछन् त्यो त एकदम सजिलो हुने रहेछ त्यो छोप्पा छोप्पा त अनि फेसबुकमा पनि डरले हेरिसक्यो हो हो त्यसो भाइरल भयो मिठामा हामी बनाउँदैछौँ अब सनमको भिडियो टङ 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 आउँछ ड्याङ 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 सनमको सिपको लागि चाहिँ लाइक चाहिँ गर्न नछोड्नु होला तपाईँहरू लाइक गर्नु हुँदैन लाइक चाहिँ गरिदिनु होला है ड्याङ्की ड्याङ कमेन्ट गर्नु होला कस्तो कस्तो भिडियो जान्छ अब सिप अब बल्ल अब अर्कै तरिकाको अब हामीले सिपहरू कलाहरू देखाउँदैछौँ सट्टसँगलाई है होइन सनौ हो म अर्को निकाल्दैछु यहाँ मेरो दिमाग खाइसक्यो झन् अर्को दिमाग झन् दिमाग खाउँछ हो ड्याङ्की ड्याङ हल्ला बनाउँदै हुन्छ र अरू त्यस्तो त्यस्तो हो सानीमाको चाहिँ यहाँ धेरैजनालाई यहाँ तलतिर बस्ने तराईतिर जानेहरूले पनि हेरिसकेका छन् पर कमल नि भन्दै थियो होइन कमलको श्रीमती अब कमलको नाम भनेपछि कमल नि हुन्छ होइन उहाँको श्रीमती उहाँको छोराहरूलाई पनि हेर्ने भन्दै हुन्थ्यो ड्याङ्गा हुनु यहाँ तल हाम्रो बितामाहरूलाई पनि सबैलाई देखिसकेँ उहाँलाई पनि देखाउने नै छु र अन्तिममा चाहिँ के भन्छ भने तपाईँहरूको साथ सपोर्ट चाहिएको छ भिडियोलाई चाहिँ ड्याङ्की ड्याङ लाइक गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु होला यहाँ रहेको घन्टी पनि बजाइदिनु होला सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला कमेन्ट पनि गरिदिनु होला भन्दै मेरो भिडियो अब सरसँगले यहीँ टुङ्गाउँछु गाइस यहीँ टुङ्गाउँछु धन्यवाद।